हामी चाहिँ भोट हाल्नको लागि we are suffering this type of road for वेलकम टु माई अनदर न्यू ब्लग। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। सो आज चाहिँ हामी जाँदैछौँ भोट हाल्नलाई। उता छ मेरो भाइ रिसाइरहेछ उहाँ डाटा नभयो भनेर। अनि यहाँ भिडियो खिच्ने छिन् मेरो बहिनी, यहाँ छिन् यिनी चाहिँ ल लेट्स गो गाइज। हामी चाहिँ अब भोट हाल्न जान लागेको। हाम्रो अरू फ्यामिली चाहिँ सबैजना जानु भइसक्यो। हामी चाहिँ यहाँ माथि पसल गएको थियौँ अनि हामीलाई त छोडेर जानु भएछ होइन। यो चाहिँ हाम्रो गाउँको भ्यू हो। ओके गाइज, अब हामी गीत गाउँदै जाने। कुन गीत गाउने रे विवेक? नेटै चलेन अरे। मेरो पिम्पल देखिरह। यस्तै हो कि अब म कुनै नयाँ ठाउँमा जाँदैछु भन्ने बित्तिकै मेरो पिम्पलले चाहिँ कहाँबाट थाहा पाउँछ कोनी होइन। यतिकै आउँछ पिम्पल, अब के गर्नु आओस्। वाउ, यहाँ कस्तो राम्रो फ्लावर रहेछ घरमा। अनि हामी चाहिँ हिँड्दैछौँ, यस्तो घाम भइरहेछ होइन। उफ, घाम भइराख्नु बहिनी, रमाइलो भइरह। यसको मेरो भर्खर फाइट परेको थियो कि गाइज, भर्खर फाइट परेको थियो। यो चाहिँ जहिले पनि उल्टो उल्टो बाटो लानु खोज्छ कि कति न उसलाई ओए त फेरि लक्ष्मीको सपोर्टमा लागिस्। टु मच हट। लक्ष्मी कसैले पनि हामीलाई लिनै आएन है, भोट सोट नहाले नि हुन्छ रे। घन्टी घन्टी नभने आफ्नो मनले जसलाई हाल्ने नि हुन्छ। घन्टी घन्टी भन्नु हुँदैन। जो राम्रो उठेको छ त्यसलाई हाल्ने हो। नदेऊ टिङ टिङ। त्यसको भ्लग हेर्नु है। मजु 7 घण्टा भुके बसे तर उनीहरू जस्तो बिकिन। किन बिकिन? म ए लक्ष्मी बहिनी, हाम्रो लक्ष्मी बहिनी पनि मेरै पार्टी हो। हेर्नु न त गाइस उसको भ्लग। तर यो गाउँको बाटो चाहिँ एकदम देख्न सक्नुहुन्छ, एकदम विकट छ। यसको आफ्नै भ्लग छ। ऊ अगाडि टुइकाटु हिँडिसक्यो। यो कस्तो बाटोले हो। ओ माई गॉड, वाह बल्ल हावा आयो यार। सबैलाई गाडीमा लिएर गए, हामी चाहिँ हिँड्दै गइरहेछौँ। कसलाई लगेन हन् बिचरा, त्यो हजुरबाला पनि छोडे हन्। हामी त अब जे हिँड्न सक्छौँ आफै हिँडेर गएर हाल्ने हो नि त। हामी कसैको कुरामा नआउने मान्छे आफ्नै वेमा हाल्ने हो भोट टक्क लाएर। अया कस्तो गर्मी भएको। बेलुका गाडी चल्न दिन्छ कि दिँदैन होला। अझै घर फर्किने भनेको हामी चाहिँ हामीले निलो गाडी लिएर आएको थियौँ नि त काभ्रेस्थलीको रिजर्भ। अनि आज बेलुका फर्किने भनेको छौँ। बेलुका 5 बजेपछि चाहिँ जान दिन्छ भन्ने कुरा आएको छ। तर अब खोइ हाम्रो यात्रा जारी नै छ। अब हामी भोट हाल्न जाँदैछौँ। हेरौँ कसलाई भोट हाल्छौँ। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो। कस्तो हुन्छ थाहा छैन। फर्स्टचोटि ट्राई गर्न लागेको हो भोट, फर्स्टचोटि हाल्न लागेको हो। सो गाइस यति नै हो अहिलेलाई चाहिँ। अब एकछिनमा बोल्छु ल म। बाई बाई। हाम्रो चाहिँ अब स्कुल आइपुग्नु लाग्यो। आज चाहिँ हामी भोट हाल्नको लागि प्रागेश्वर स्कुल जाँदैछौँ। हामी पहिला यही बाटो हिँडेर स्कुल जान्थ्यौँ। उता चाहिँ पहिला चाहिँ त्यहाँ थियो स्कुल। अहिले चाहिँ त्यो एउटा सेतो बिल्डिङ बनेछ। गाउँको माहौल यस्तो छ। अनि हामी यही बाटो हिँड्दै स्कुल जान्थ्यौँ। पहिलाको याद आइरहेको छैन लक्ष्मी? म राम्रो देखेँ। राम्रो देखेँ हा? हे भगवान्, कसैलाई के धन्दा, कसैलाई के धन्दा, घर जाइलाई खानाको धन्दा भनेको यही हो। यही हो गाइज। राम्रै आएको छ मेरो मै गाइज। अब म यसरी लडेँ होइन। अब उठेर फेरि हिँड्दैछु। मेरो बाटो यस्तो हो। मेरो चप्पल चिप्लो हो। धन्न हिल चाहिँ लगाएको छुइनँ भन्न। धन्न बचेँ यार। उफ, झन्डै झन्डै अब हामी स्कुल पुग्न लागिसक्यो। लक्ष्मी कार्की तिम्रो खबर? हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। धन्यवाद। ल ओके गाइस, यो चाहिँ हरियाली दृश्यको बाटो यस्तो छ है। अनि हामी हिँडिरहेको छौँ। लक्ष्मी बहिनी रमाइलो भइरहेछ। गरेको छ रेकर्ड। फाइनली गाइस हामी चाहिँ रोड आइपुगिसकेका छौँ। भोट हाल्न आइसक्नुभयो बा हजुरबा। हामी अब गइरहेछौँ।
यस्तो हुन्छ गाडी आएपछि यस्तरी धुलो उडाएर जान्छ ऊ यस्तो डिस्कस्टिङ फेलहरू होइन बिचरा हिँड्ने मान्छेलाई कति गाह्रो होला ऊ त्यहाँ मान्छेहरू भोट दिएर आइसक्यो उता देशलाई चाहिएको भने परिवर्तन चाहिएको छ परिवर्तनको लागि हामी जागरुक हुनु जरुरी छ जागरुकको लागि हामी यसरी धुलो मैलो केही नभनी यस्तो रोडमा आएर भोट दिन एकदम जरुरी छ हाम्रालाई होइन राम्रालाई रोजौँ राम्रालाई हो हाम्रालाई होइन देश हाम्रै हो यहाँ भोटको एकदम लामो लाइन छ अब लाइन नमिची एकदम नेपोटिजम नलगाइकन अब नेपोटिजम लाग्नु भएन बरु 1-1.5 घन्टामा पाला आओस् तर पाला आए पछाडि चाहिँ टक्क लाइन साइनमा लागिकन अनि गर्नुपर्छ किनभने एकदम जरुरी छ हो कि होइन हो एकदम जरुरी चुनावको माहौल यस्तो गाइस यति धेरैजना भोट हाल्नको लागि भनेर आउनु भएको छ अब हाम्रो आमाहरू चाहिँ कता हुनुहुन्छ कुनै उहाँहरूलाई फोन गरेर हामी पनि अब जान्छौँ भोट हाल्न के अरे भोट हाल्न आयौँ यो चाहिँ भोट हाल्ने मान्छेहरूको भिड सबैजना भोट हाल्दा आयौँ भोट हाल्यो होइन र भोट हालेको भोट हाल्यो पछाडि आमा उतै भोट हाल्न आयो पहिलोचोटि हामी कस्तो लाग्यो त पहिलोचोटि भोट हाल्दा देशले रोजेको हामीले खोजेकोलाई भोट हाल्न पाउँदा एकदमै खुसी छु म तपाईहरु पनि यस्तै गर्नुस् जय देश जय नेपाल जय होस् हैन जय होस् राजले कसलाई हाले भोट मैले रकलाई हाले चप्पल खोलेर हिँडिरहेको छु गाह्रो हो जस्तो हिल्ले उसलाई बिचरा यहाँ खानु तिनटा हिँड्दै खान् होइन ए त्यो जाने हो म रुखमा लगिदिन्छु चढ्छौ त्यो सानोमा हामी त्यसले कति नङ हाल्थ्यौँ है तिमीहरूलाई त उसले लगायो होइन गाडीले लगायो होइन भोट हाल्न जाँदा चाहिँ यहाँ गाउँतिरको सिस्टम चाहिँ गाडीले लिएर जाँदो रहेछ आउँदा चाहिँ हिँडेर आउनु पर्ने रहेछ तर हामी त हिँड्दै गएको प्रत्यक्षमा त त्यही हो समानपातीमा त आफ्नो प्रत्यक्षमा चाहिँ त्यही अशोकको मामा त म बिकेर आमाले हँसाएर म हिँड्नै नसक्ने कन्डिसनमा गाउँको सभा खिचिरहेछु त हाई ठुल मामी फाइनली हामी घर आइपुग्यौँ हाम्रो घरमा चाहिँ आँपको फुल कति खेलेको छ अब भोलि पर्सि आँप खान आउनुपर्छ यो चाहिँ हाम्रो घर यो चाहिँ मूल घर थियो मूल घर चाहिँ भूकम्पले भत्काएर हाम्रो अहिले एक तले मात्र घर छ यस्तो यो चाहिँ मूल घर हो एक तले छ अब हामी यहाँबाट तल झर्छौँ हाम्रो जाने बाटो हो यो घर जाने बाटो उता एउटा भारी बोकेर आइरहेको छ ब्यागभरि भारी लिएर आइरहेको छ ऊ अगाडि हिँड्नै जान्दैन एउटा कान्छो अनि यहाँबाट यस्तो भयो यो चाहिँ हाम्रो मूल घर भयो यताबाट यता यताबाट यता यता त फाइनली अब यो चाहिँ काठमाडौँ लिएर जानको लागि रेडी गरेको धान हो कति बेला पुग्छ कति बेला साथ मेरो बहिनीले चाहिँ यहाँ कुच्चो तानिरहेको छ हामी चाहिँ अब काठमाडौँ जान रेडी भएको गाडी वहाँ छ जानको लागि रेडी भइसक्यो उहाँ हाम्रो भाउजू त्यहाँ हेर्दै हुनुहुन्छ त्यहाँ अनि अब आज चुनावमा भोट हालिहाल्यो अब घर जान लाग्यो भोट हाल्नको लागि आएको थियो इ कुच्चो चाहिँ यहाँ यति भइसक्यो ऊ त्यहाँ छ हाम्रो गाडी लक्ष्मी बाई र रक्षा गर्नु खाद्देवी मागेर अब हाम्रो यात्रा सुरु भयो मलाई रक्षा गर्नुहोस्
दामी यार आरती चाहिँ उहाँ रुख चढ्दै छेउ आरती माथि गएर सबै टिपे मलाई चाहिँ दाइले टिप दिँदै हुनुहुन्छ टिप्नु है दाइ अलिक टिप दिनु हो आरती त्यो सबै भाज गुड ओके ओके आइ एम कमिङ आरती मजा आइरह अहिले चाहिँ फोटो खिच्न मजा आउँछ नि त त्यहाँ छँदै होइन के टिभी हो यो पनि त माया लाग्छ नि त अनि यत्रो दुःख गरेर टिप्नु त्यो त पर्दैन हो यो गएर फुल्यो भने के गर्नु नि कोपिला टिप्नु हुँदैन भन्थे हेर्नु रोड एन्डिङमा यस्तो गाह्रो बाटो सपोर्टिङ गरेर लुगा पनि बिग्रिसक्यो आफ्नै बल्ल बल्ल पुरा भयो यहाँ आफ्नै संसारमा अरे मन्दिरमा खानादेव मन्दिर जम्ला र टिपम्ला भन्ने सोचेको थिएँ जान पाइनँ त्यही टिप्न पाएँ चलो चलो उहाँ चाहिँ हाम्रो ड्राइभर अङ्कल हुँदो रहेछ हेर्नु न उहाँ जुठो गरेर खाएको पानी दामी आइरहेको त यहाँ त हामी अहिले कहाँ आइपुग्यो आमा नेपालको घुम्न लाग्यो ल रोसी खोलाको बाटो चाहिँ हामीले 5:47मा स्टार्ट गरेछौँ अब हेरौँ है त गाइज कतिखेर पुग्दो रहेछौँ यो अफ रोडको बाटो कतिखेर सकिँदो रहेछ यस गाइज त्यही त है भाउजू कापे परिसकेछ है अन्त आमै कस्तो भइरहेछ त यात्रा खुट्टा दुखिछ ए फाइनली गाइज हामीले चाहिँ अफ रोड बाटो सकिसक्यौँ यहाँ सुतिरहेको छ यता हेर्न अब कति किलोमिटर रहेछ अरे अङ्कल 28 किलोमिटर रहेछ होइन 1.5 घन्टा ए ल ठिक छ 2 घन्टा भनेको थिएँ अस्ति पनि लग 1.5 घन्टा रहेछ ठिक छ ल खोइ कहाँ अब हजुर 3 घन्टा भन्थे एक्चुअलमा चाहिँ 1 आवर 30 मिनटमा हामी पुग्ने रहेछौँ हामी त्यही नि बिस्तारै आएको हो एकदमै सेफ चलाउनुहुन्छ हाम्रो अङ्कलले तपाईँहरूलाई कहीँ जानु छ भने चाहिँ हाम्रो अङ्कललाई सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो अङ्कलले किनिदिनु भयो ड्राइभर अङ्कलले हामीलाई फ्रीमा गिफ्ट दिनुभयो ल जम कुन चाहिँ खाने आरती फर्स्टमा हात धुने भनेको हात धुने ठाउँमै रहन्छ फाइनली गाइज हामी चाहिँ आइपुग्यौँ अहिले धुरीखेल अब हामी 1 आवरभित्र चाहिँ घर पुग्छौँ अहिलेको हाम्रो गाडीको माहौल छ यस्तो यहाँ त कस्तो खतरा लाइट हालेर रहेछ बाइपासमा नेपाल टाढामा पनि राम्रो हाले है अहिले नेपाल टाढाको गेट वाउ छैन आमा उठिसक्नु भयो गाइस फाइनली हामी चाहिँ अब घर पुग्यौँ भन्दा नि भयो घर पुग्ने लाग्यो रामेछाप टु काभ्रेस्थलीको गाडीमा टक्क हामी चाहिँ रामेछापबाट घरैसम्म आइपुगिसक्यौँ अब आजको हाम्रो ब्लग चाहिँ यहीँ हुन्छ सी यू गाइज इन द नेक्स्ट ब्लग बाई बाई आमा बाई बाई